अब अर्को दोस्रो झगडाको विषय हो भूस्वामित्व र क्षेत्रीय नियन्त्रण। मणिपुरका उपत्यका अथवा तराईवासी मेइतेई जातिहरूलाई त्यहाँको पहाडी क्षेत्रहरूमा जग्गा किन्न बन्देज छ, तर पहाडवासी कुकिजो अथवा नागाहरूलाई उपत्यकामा त्यस्तो प्रतिबन्ध लगाइएको छैन। यसरी भूस्वामित्व प्राप्तिमा पनि कानुनी असमानता छ। क्षेत्रीय नियन्त्रणको सम्बन्धमा अथवा छुट्टै प्रशासनिक इकाइको माग। गम्भीर हिंसाका कारण कुकिजोहरूले आफ्नो छुट्टै विधानसभा सहितको एउटा छुट्टै अलगै प्रशासनिक इकाइ अ सेपरेट एडमिनिस्ट्रेटिभ युनिट अथवा केन्द्र शासित युनियन टेरिटोरीको माग गरिरहेका छन्, किनभने उनीहरूले मेइतेई प्रभुत्व भएको अथवा मेइतेई डोमिनेटेड स्टेट गभर्नमेन्ट भएको राज्य सरकार अन्तर्गत सुरक्षित बाँच्न सक्दैनौं भन्ने तर्क दिँदै आइरहेका छन्। तर कुकिजो र नागा जातिहरूको यस मागलाई मेइतेई समुदाय र राज्य सरकारले मणिपुरको क्षेत्रीय अखण्डता टेरिटोरियल इन्टिग्रिटी माथि आँच अथवा खतरा ल्याउन खोजिएको भनेर ठाडै विरोध र अस्वीकार गर्दै आइरहेका छन्। विवादको अर्को कारण बफर जोन एन्ड ललेसनेस अथवा मध्यवर्ती क्षेत्र र कानुनविहीनताको अवस्थामाथिको विवाद। मणिपुर राज्य बफर जोन मार्फत पूर्ण रूपले विभाजित भएको छ। आरम्बाई र टेङ्कोल जस्ता समूहहरूबाट कुकिजो र नागा समुदायमाथि आक्रमण भइरहने डरले गर्दा उक्त बफर जोन हटाउनु पर्छ भनेर कुकिजो र नागा समुदायले विरोध गरिरहेका छन् भने मेइतेई सम्प्रदायहरूले बफर जोन र कानुनविहीनताको नाममा प्रशस्त मात्रामा सुरक्षा सम्बन्धी लापरवाहीहरू भइरहेको हुनाले बफर क्षेत्र हटाउनु पर्छ भनेर विरोध गरिरहेका छन्। यसरी मणिपुरमा हिंसा भड्किनुको अर्को कारण मध्यवर्ती क्षेत्र र कानुनहीनताको अवस्थामाथिको विवाद पनि हो। हिंसाको अर्को कारण हो विद्रोह र हात हतियार लुटपाट। मणिपुरमा विभिन्न समयमा घटेका हिंसाका समय अवधिहरूमा राज्यका हजारौं हात हतियार भण्डारणहरू लुटिएका थिए र त्यसरी लुटेका हात हतियारहरू राज्यले फिर्ता लिन सकेको छैन। अझ त्यसबाट विद्रोही समूहहरूले आफ्ना विभिन्न जातीय सशस्त्र समूहहरू गठन गरेका छन्। त्यसबाट उनीहरूले त्यति मात्र नभएर अझ ग्रामीण इलाकाहरूमा समेत आफ्ना सशस्त्र स्वयंसेवक समूहहरूको दनादन स्थापना गरिरहेका छन्। उनीहरूको गतिविधिहरूमा समेत लुटिएका हात हतियारहरू खुलेआम प्रयोग भइरहेका छन्। यस्तै गतिविधिहरूको पृष्ठभूमिहरूलाई लिएर दुवै पक्षले एक अर्कामाथि बाहिरी समर्थन र सशस्त्र समूहहरूसँग साँठगाँठ भएको आरोप प्रत्यारोपहरू लगाउने गरेका छन्। मेइतेईहरू भन्छन् कुकी र नागा जातिहरू सीमापारी अथवा म्यानमारका सशस्त्र समूहबाट सञ्चालित छन्, तर कुकी र नागा जातिहरू मेइतेईको उक्त आरोपलाई झुट्टा आरोप मात्र हो भन्दछन्। यसैको परिणामस्वरूप भारत सरकारले मणिपुर र बर्मा बीचको सिमानाहरूमा काँडेतार लगाइसकेको छ, तर उक्त कार्यलाई कुकी र नागा समुदायका संगठनहरूले सीमावर्ती क्षेत्रका जातीय तथा पारिवारिक सम्बन्धमा नराम्रो असर पार्ने भन्दै विरोध गरेका छन्। यसमा पनि कुकिजो र नागा जातिहरूले यो सबै मेइतेई जातिहरूको सिफारिसमा केन्द्र सरकारले यस्तो गरेको भन्ने उनीहरूको बुझाइ छ। हिंसाको अर्को कारण हो सरकारको लागु औषध नियन्त्रणको लडाईँ र जंगल खाली गर्ने अभियान अथवा वो अन ड्रग्स एन्ड फरेस्ट एभिक्सन। मणिपुरको राज्य सरकारले त्यहाँको पहाडी क्षेत्रहरूमा चलाएको लागु औषध नियन्त्रण गर्ने अथवा वो अन ड्रग्स अभियान स्वरूप अफिम खेतीलाई निर्मूल गर्ने र वन जंगल खाली गराउने कदमलाई कुकिजो समुदायहरूले उनीहरूले केवल आफूलाई आफ्नो पुस्ताउ पुस्तादेखि भोग चलन र बसोबास गरी स्वामित्व भइ आएको घर जग्गा जमिनबाट धपाउने त्यहाँको राज्य सरकारको प्रणालीबद्ध प्रयत्न अथवा सिस्टमेटिक एटेम्प्ट मात्र हो भनेर त्यसको घोर विरोध गर्दै आइरहेका छन्। अब मणिपुर सरकारको लागु औषध नियन्त्रण सम्बन्धीको लडाईँलाई यतिमै रोकेर त्यहाँको वन जंगल खाली गराउने विषयमा अलि बढी बोल्न यहाँ सान्दर्भिक हुन्छ। मणिपुर सरकारले मणिपुरको वन जंगलका इलाकाहरू खाली गराउने सम्बन्धमा ऐन कानुनहरू ल्याउँदाखेरि त्यहाँका ऐतिहासिक रूपमा भूस्वामित्ववाला भनिएका कुकी र नागा जातिहरूसँग छलफल नै नगरी उनीहरूको हित विपरीत ऐन कानुनहरू ल्याइयो भने कुकी र नागा जातिहरूको असन्तुष्टि रहिआएको छ। कुकी र नागा जातिहरूले अफिम खेती निर्मूल गर्ने भनेको त उनीहरूलाई विस्थापित गर्ने एउटा सरकारी बहाना मात्र हो भन्ने गरेका छन्, तर उक्त भनाइप्रति पर्याप्त मात्रामा समय र जानकारी दिएर मात्र नीति ऐन कानुनहरू ल्याइएको भन्ने सरकारी पक्षको दाबी रहिआएको छ। अब यस विषयलाई अझ प्रश्न पार्न नेपालको सानो दृष्टान्त पेश गरौँ। जस्तो नेपालमा पनि पूर्वी भेगका लिम्बू र खम्बू जातीय संगठनहरू खम्बुवान र लिम्बुवानहरूले आफ्नो ऐतिहासिक भू स्वामित्व र अधिकारहरू विभिन्न इलाका र क्षेत्रहरूसम्म रहेकामा राज्य सञ्चालनको भूमिकामा रहेका बाहुन जातिहरूले आफ्नो स्वजाति घाती राजनैतिक नेताहरूलाई अगाडि सारेर राजा रजौटा उन्मूलन ऐन 2016 तथा भूमि सुधार ऐन 2021 जस्ता मनलागी एकपक्षीय ऐनहरू लागू गरेर आफ्नो ऐतिहासिक आदिवासी रैथाने अधिकारहरू खोसियो भन्ने आवाजहरू सुनिन्थे र सुनिन्छन्। जस्तै यसमा मंगोल नेशनल अर्गनाइजेसन अग्रपंक्तिमा देखिन्छ, तर सरकार पक्षको भनाइ समस्त राष्ट्रको भूव्यवस्थापनको निमित्त चालेको कदम हो भन्ने भनाइ छ। त्यसैले यही दृष्टान्तसँग मिल्दोजुल्दो मणिपुरको पहाडी वन जंगलहरू खाली गराउने त्यहाँको सरकारी अभियान प्रति कुकी र नागा जातिहरूको माग र दाबीको औचित्य साबित गर्न पनि त्यति सहज नभएकोले हिंसा निम्तिरहने एक असरदार कारण बनेको छ।
मणिपुरमा हिंसात्मक विद्रोह चल्नुका सतहमा देखिएका प्रमुख कारणहरू यिनै हुन्। तर दशकौँदेखि चल्दै आइरहेका विद्रोहहरूले त्यहाँको झगडालाई सधैँ पछाडिबाट घचघच्याइरहने, उक्साइरहने अथवा अगाडि मात्र बढाइरहने पर्दा पछाडिको एउटा कारणलाई साबित गरिसकेका छन्, जसको समाधानको लागि अहिले यहाँ चर्चा गरिएका कारणहरूको जस्तो छलफल गर्ने, माग राख्ने, वार्ता गर्ने र सम्झौता गर्ने भन्ने हुँदैन। त्यो हो धार्मिक कारण। त्यसैले अहिले भन्ने गरिन्छ, मणिपुर राज्यमा चल्दै आइरहेको हिंसा त्यहाँका नाराहरूमा देखिएका कारणहरूले मात्र घटेका होइनन्। नारामा नगुन्जिएको एउटा कारणले पनि त्यहाँको हिंसा साम्य हुन नसकेको हो भनिन्छ। त्यो हो खासै भनिहाल्न त नमिले पनि तर भन्नै पर्दा धार्मिक कारण, किनभने त्यसलाई त्यहाँको वस्तुगत स्थितिहरूले पनि धेरै हदसम्म पुष्टि गर्दै आइरहेका छन्। मणिपुर राज्यको कुल भूभाग मध्ये 10% ओगटेको उपत्यकावासी राजधानी इम्फालका मेइतेई समुदायहरू हिन्दू धर्मावलम्बी छन्। त्यसैगरी 90% भूभाग पहाडी क्षेत्रमा बसोबास गरिरहेका कुकिजो तथा नागा समुदायहरू इसाई धर्मावलम्बीका छन्। हालसम्मको हिंसा फैलिएको र सीमित भएको क्षेत्र हेर्ने हो भने धार्मिक रङ्गको आधारमा मणिपुर राज्यको भूगोल फक्लक्कै छुटिएको देखिन्छ। विभिन्न समयमा यी युद्धरत पक्षहरू बीच वार्ता र सम्झौताहरू नभएका होइनन्, तर बिथोलिरहने, भङ्ग भइरहने, फेरि वार्तामा बस्यो एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाइरहने क्रम निरन्तर जारी छ। हुँदा हुँदा केही वर्षहरू यतादेखि आएर कुकी र नागा जातिहरूले हे प्रभु परमेश्वर, हामीलाई यिनीहरूबाट सकेसम्म चाँडै मुक्त गराइदेऊ, हामी अलगै बस्छौँ भन्दै परमेश्वरलाई समेत पुकार्दै मणिपुरबाटै अलग रहन एउटा छुट्टै प्रशासनिक क्षेत्रको समेत माग गर्दै आइरहेका छन्। आखिर यो किन यस्तो भइरहेको छ त भन्दाखेरि यी युद्धरत पक्षहरूको जीवन निर्देश गर्ने धर्मको मर्म नै मिल्दैन। एउटा पक्षले संस्कृति भनेको अर्को पक्षको लागि विकृति हुन्छ भने अर्को पक्षले यसो गर्नु त्यसो गर्नु धर्म हुन्छ भनेको मान्यता अर्को पक्षको लागि महापाप हुन्छ। यही कारणले गर्दा पनि एक पक्षले अर्को पक्षमाथि सहिष्णुता, आस्था, विश्वास र भरोसा नै राख्न नसकिरहेको स्थिति देखिन्छ। यसरी वारिङ फ्याक्सन्स अथवा झगडा गर्ने पक्षहरूले मान्ने धर्महरूको मर्म नै फरक फरक परेको हुनाले मणिपुरको हिंसा मेइतेई र कुकी नागाहरू बीचको जातीय द्वन्द्व मात्र नभई हिन्दू र इसाई बीचको धार्मिक द्वन्द्व नै बनिसकेको छ। यी त भए मणिपुर हिंसाका देखिने र नदेखिने कारणहरू। अब लागौँ मणिपुरवासी हाम्रा नेपाली सन्तानहरूको हालचाल र खाइ खबर के कसो हुँदैछ भन्नेतिर।